धरानमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुने भएपछि स्वास्थ्य बीमा सेवामा देखिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ। मन्त्री परिषदको निर्णयसँगै स्थानीयवासीले सहज र प्रभावकारी सरकारी स्वास्थ्य सेवा पाउने आशा गरेका हुन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता नदिँदा लामो समयदेखि समस्या भोगिरहेका धरानवासीका लागि राहतको खबर आएको छ। नेपाल सरकार मन्त्री परिषदले धरान 1 को पुरानो बजार स्थित पुरानो अस्पताल रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण गर्ने ऐतिहासिक निर्णय गरेपछि धरानमा आफ्नै सरकारी अस्पताल बन्ने बाटो खुलेको हो। बीमा बोर्डले बीपी प्रतिष्ठानलाई पहिलो उपचार केन्द्रको रूपमा स्वीकृति नदिएपछि स्वास्थ्य बीमाका सेवाग्राहीले उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने, रिफरको झन्झट बेहोर्नुपर्ने तथा निजी अस्पतालमा खर्चिलो उपचार गर्नुपर्ने अवस्था सृजना भएको हो। यही समस्यालाई समाधान गर्न धरानमा नगर अस्पताल आवश्यक रहेको भन्दै स्थानीय नागरिक, विभिन्न सङ्घर्ष समिति तथा सरकारवालाले लामो समयदेखि सरकारसँग दबाब दिँदै आएका थिए। मन्त्री परिषदको पछिल्लो निर्णयसँगै धरानमा आधुनिक र सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य बीमा सेवाको पहुँच सहज हुने, प्राथमिक उपचार सेवा स्थानीय स्तरमै उपलब्ध हुने तथा सरकारी स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यस निर्णयका लागि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख ऐन्द्र विक्रम बेघाले काठमाडौँ पुगेर संघीय सरकारका विभिन्न निकाय तथा मन्त्री परिषदका सदस्यहरूसँग निरन्तर समन्वय र पहल गर्नुभएको थियो। काठमाडौँबाट फर्किए लगतै आयोजित पत्रकार सम्मेलनमा उहाँले यसलाई धरानको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। 2083 साल वैशाख 21 गतेको मन्त्री परिषद बैठकले धरान उपमहानगरपालिका स्थित छाताचोकको किता नम्बर 24 अन्तर्गत रहेको 1 बिघा 4 कट्ठा 13/1 अथवा 808,351.70 वर्गमिटर जग्गा उपलब्ध गराउने निर्णय गर्नुभएकोमा म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई धरान उपमहानगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु। स्थानीयवासीले यो निर्णयलाई धरानको स्वास्थ्य क्षेत्र सुधारतर्फको महत्त्वपूर्ण कोसेढुङ्गा भन्दै स्वागत गरेका छन्। संघीय सरकारको मन्त्री परिषदको वैशाख 21 गतेको बैठकले गरेको निर्णयले छाताचोक स्थित 1 बिघा 4 कट्ठा 13 धुर जग्गा धरान उपमहानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेपछि स्थानीयवासीले अब भने राहत पाउने अपेक्षा लिएका छन्।